100 रुपियाँ मात्रै पैसा हुन्छ, त्यति बेला तिमीसँग कस्तो साथी हुन्छन्? त्यही 100 रुपियाँ बराबरको साथीहरू हुन्छन्। जब तिम्रो 1000 हुन्छ, 1000 हुँदाखेरि पनि त्यही 1000 बराबरका तिमीसँग अगाडि पछाडि साथीहरू हुन्छन्। तिमी जब लाखमा जान्छौ, लाखमा गइसके पछाडि तिम्रो वरिपरि तिम्रो सर्कलमा त्यही 1 लाख बराबरको अनुहारहरू आउँछन् होइन। जब तिमी करोडमा जान्छौ, करोडमा गइसके पछाडि तिम्रो साथीहरू, तिम्रो सर्कलहरू, तिम्रो छरछिमेकीहरू तिम्रो कस्तो हुन्छन्? त्यही करोड बराबरकै हुन्छन्। जो तिमी सफलतामा हासिल गर्छौ त्यति बेला तिम्रो अगाडि पछाडि धेरै मान्छेहरू आउँछन् होइन। अनि जति बेला तिम्रो गोजी रित्तो थियो, तिमी सफल हुँदै गर्दा कसलाई चिन्ने, कति मान्छे तिम्रो थियो भनेर चिन्छौ भने जब तिमी सफलता हुँदै गर्दाखेरि, जब तिम्रो गोजी रित्तो हुँदै गर्दाखेरि तिमीलाई जसको आवश्यकता थियो होइन, त्यो साथीहरूलाई तिमी कहिले पनि नबोल्नु। जब तिमीसँग सपनाहरू थिए तर खाली गोजी थियो, त्यति बेला तिमी जे गर्न खोज्थ्यौ त्यो गर्न सक्दैनथ्यौ, त्यति बेला तिमीलाई दिएका हातहरू, तिमीलाई दिएका साथहरू त्यो कहिले पनि नभुल्नु कि पैसा फेरि पनि कमाउन सकिन्छ मान्छेले, तर त्यति बेलाको त्यो साँचो माया, साँचो साथ त्यो कहिले पनि भुल्नु हुँदैन कि है। अनि त्यो अनुहारहरू यस्तो हुन्छन्, यति मासरुम अनुहार हुन्छन् है, त्यो अनुहारहरूलाई कहिले पनि भुल्नु हुन्छ जस्तो मलाई लाग्दैन। अनि तिम्रो सफलतामा पार्टी खान आउनेहरू त धेरै हुन्छन् कि, तर तिमी असफल भएको बेलामा तिमीलाई एक शब्दले, एउटा हौसलाले तिमीलाई यहाँसम्म पुर्याउनेहरूलाई कहिले पनि नबिर्सनु। त्यो धेरै पछाडि हुनसक्छ, त्यसलाई कहिले पनि नबिर्सनु।